तपाईलाई यो 8 वर्ष पछाडि यसमा थुप्रै फिल्महरूको प्रस्तावहरू तपाईँ भएको हामीले खबर पाइरहेका छौँ। तपाईँले नरसिंह अवतारबाट चाहिँ कमब्याक गर्नुपर्छ भनेर तपाईँलाई चाहिँ नरसिंह अवतारमा के कन्टेन्टले तान्यो? होइन, सिनेमामा मुख्यतः तान्यो भनेको त अब यसको कथा नै हो र त्यो कथामा चाहिँ नि आफ्नो चरित्रलाई कसरी उभ्याइएको छ त्यसले नै मुख्य भूमिका खेल्छ। त्यही नै हो। विगतमा पनि चलचित्रको अफरहरू नआएको होइन र एक स्थितिमा चाहिँ नि म एकदमै अब चलचित्रहरू एउटा रफ्तारमा गर्ने या चलचित्र गरिहाल्ने भन्ने मनस्थितिमा थिएन। अनेस्टली भन्नुपर्दाखेरि दिवाकरजीले जब यो प्रोजेक्ट लिएर आउनुभयो, म खासै चलचित्र गर्ने एकदमै तयारीमा चाहिँ थिएन। एकदम चलचित्र गरिहालौँ, दिवाकरजीले ल्याइहाल्नु भयो अफर भन्ने किसिमको मनस्थितिमा पनि थिइनँ। तर बस्दै गर्दाखेरि उहाँको कथा सुन्दाखेरि चलचित्रको चाहिँ जुन हिसाबले चाहिँ स्क्रिन प्ले ढालिएको छ र जसरी मेरो चरित्र हालिएको छ, मलाई ठिक लाग्यो कि यो बिन्दुमा यस्तो किसिमको चलचित्रमा यो किसिमको चरित्रमा आउँदा चाहिँ ठिक हुन्छ जस्तो लाग्यो। किनकि समयले त केही न केही प्रभाव पारि नै हाल्छ र यो समयमा चाहिँ जुन किसिमको भूमिकामा म उत्रिन सक्छु त्यो भूमिका चाहिँ नरसिंहले उपलब्ध गराएको छ। त्यही नै हो। अनि त्यस पश्चात चाहिँ टिमले पनि धेरै महत्त्वपूर्ण भूमिका राख्छ। को छ, कस्तो किसिमको टिम छ, कस्तो किसिमको सहकार्य हुन्छ त्यो पनि राख्छ। अघि मैले भने जस्तो सबै एकदमै सहज व्यक्तिहरू हुनुहुन्छ। धेरै जसो व्यक्तिहरू त अब सहयात्री नै हुनुहुन्छ। सँगसँगै हामी यो चलचित्र क्षेत्रमा चाहिँ एउटा लामो यात्रा गर्दै यहाँसम्म पुगेका छौँ। केही नयाँ व्यक्तिहरू पनि हुनुहुन्छ जो असाध्यै मेहनत पनि गर्नुभएको छ। उषाजीको नाम त लिएँ, तर मेरो अपोजिटमा नीति पनि छ, अर्को नीति शाहजीको धन्य न उहाँको नाम छुट्या, उहाँ पनि अमेरिकामा हुनुहुन्छ। त्यही हो। त्यो सबै कुराले समग्र त्यो सबै कुराले नै तान्छ आफ्नो चरित्र, चलचित्रको कथावस्तु। त्यही नै हो।